कार्यक्रममा आइतबार अध्यादेश पारित हुन्छ त अध्यादेश पारित गराउन कुनै कसरी बाँकी नराख्ने त्यसको तयारीमा हुनुहुन्छ हाम्रो देशको प्रधानमन्त्री 70 गठबन्धनका शीर्षमा शेरबहादुर देउवा र के विषय जनताले भोट दिएर पठाएको संसदले सार्वभौम जनताको अधिकार प्रयोग गर्ने संसदले हेर्न बाँकी छ। अब बाटा तोरी लाउरेहरू बुर्र उफ्रेर हुन्छ भने अब हेर्नुस् है नागरिकलाई तोरी लाउरे खास मोटो र दुब्लोले त्यति फरक पर्छ जस्तो लाग्दैन। हुन्छ मासुमा तपाईलाई मन पर्ने आइटम चाहिँ कुखुराको कि खसीको कि बुङ्गुरको? मान्छेको। तू समझा? हाँ नहीं तू समझा नहीं। तपाईलाई प्रचण्डले नभेट्नेको कारण र आधार जनता जान्न चाहन्छन् आज बताउनु छ 1 2 3 1 2 3 बताउनु न। हाम्रो हामीसँग चामल दाल तेल चिनी नुन आगामी 3 महिनासम्म नेपालसित आफै छ धान्न सक्ने तर हामीलाई समर्थन चाहिदैन चामलमा नुनमा चिनीमा। मैले चाहिँ तपाईलाई वास्तवमा इन्टरभ्युमा दिने यही कारण तपाईको छ नि क्रियाशीलता तपाईको पहल चाहिँ सार्थक भएर परिणाममुखी भएन। आज तपाई एक्लै हुनुहुन्छ भएन। ओली प्रचण्ड माधव एक ठाउँमा वामदेव भित्तामा मलाई न सत्तामा न पार्टीमा तपाईले जे तपाईको भूमिका गौर छ हो। अब के गर्नुहुन्छ त तपाई आफै भन्नुस् न मैले के गरौँ? तपाई भन्नुस् जनता जान्न चाहन्छ तपाई के गर्ने? तपाईको भूमिका तपाईले भन्नुस् न के? तपाईले भन्नु न मलाई भित्तामा पुर्याए त सडक पुर्याए त्यस्तै गरेर भन्नुस् न अरु के गर्नु छ के इतिहासको कुरा गर्ने एकदम शक्तिशाली नेता थियो तर आज तपाईँ कमजोर नेता हुनुभयो निर्दय नेता बन्नुभयो। तपाईँलाई कसैले हेर्दैन मेरो प्रश्न अब के गर्नु त? तपाईँले हेर्नु भएको छ त्यही भन्नुको निम्ति ल्याउनुहुन्छ अनि तपाईँ कसैले हेरेको छैन भनेर भन्नुहुन्छ। अरू के छन् तपाईँ? लाइक कस्तो भनेपछि नि हामी जे पनि सभ्य प्राणी हौ। ज्योति मगरजी मान्छेहरू रोमाञ्च गर्छन् विवाह पछि पनि गर्छन् विवाह अघि पनि गर्छन् तपाईँ चाहिँ विवाह अघिको रोमाञ्चलाई कसरी लिनुहुन्छ? पहिला दसैँमा चढाइने बलि चढाइने के अरे दसैँमा चढाइने बलिलाई कसरी लिनुहुन्छ भन्दाखेरि रक्सीसँग चिउरासँग लिन्छु भने जस्तो विवाह अगाडिको सेटलाई म कसरी लिन्छु भनेपछि होटलमा। ज्योति मगरको प्रत्येक दिन युवकहरूसँग उठबस हुन्छ। तपाईँलाई लाग्छ इन्टरभ्यू गरिरहेको भनेर म त तपाईँलाई हेरेर मोज गर्न आउँछु यहाँ। पेल्नु के दाइ अझै पेल्नुहोस् मलाई। होइन तपाईँ 3 पटक यो मुलुकको गृहमन्त्री भइसक्यो तर पनि तपाईँले भूकम्प आउँछ भनेर व्यवस्थापन गर्नको लागि त्यतिखेर दूरदर्शिता किन अपनाउनु भएन? माफ गर्नु आउँछ नेपाल भूकम्प प्रभावित क्षेत्र हो कुनै पनि बेला भूकम्प आउन सक्दछ भन्ने कुरा हामीलाई थाहा भयो। हामीले त्यसको निम्ति केही तयारी गर्यौं भनेको यो नेताहरूले दैवी प्रकोप काम गरेनन्। तपाईले अब यही किसिमले कुरा गर्न जानुहुन्छ भनेदेखि त मलाई भन्ने केही छैन। यो यस्तै गर्नुहुन्छ भने इन्टरभ्यूमा बोलाउनु पनि हुन्न। इन्टरभ्यूमा तपाईले प्रश्न गर्ने जवाफ मैले दिने हो तपाईले दिने होइन। जवाफ दिइराखेको छु नि सुन्न पर्यो नि त। जे कुरा जनतालाई दिनु पर्ने त्यो मेरो मुखबाट दिने हो भने त्यही कुरा दिनुहुनुहोस् न। जनता प्रधानमन्त्री जनता भनिरहेका छन् गृहमन्त्रीज्यू पाल दिनुहोस् भनेर जनता भनिरहेका छन् प्रधानमन्त्रीज्यू पाल दिनुहोस् भनेर जनता भनिरहेका छन् शीर्ष नेता हो तिमीहरू चुनावमा आयो भोटमा आयो तर अहिले पाल दिन सकेनौ भनेर के गर्ने त? अब हामीले जनताको अगाडि गएर नमस्कार गर्ने र माफी दिनुहोस् जनता हो जनार्दन हो। नेपालका प्रत्येक घर भूकम्प प्रतिरोधक घर चाहिँ बनाइनेछ। अब बनाइनेछ अब बनेन हैन यतिखेर तपाईहरुले बनाउन सक्नुभयो। उसो भए आगामी जनताले पाल पाउनको लागि 15-20 दिन लाग्छ। सबै जनताले पाउने एक हप्तामा सबै जनताले पाल पाउँछ। पाल त्रिपाल गरेर पाल मात्रै होइन त्रिपाल टेन्ट जेसुकै होस् हैन सबै जनताले खुला आकाश मुनि बस्नु पर्दैन। एक हप्ता भित्र एक हप्ता तपाईँ एकदम स्पष्ट रूपमा आज नेपाली जनता सामु एकदम
उसो भए 1 हप्ताभित्र तपाईँ जहाँबाट भए पनि पाल तिरपाल ल्याएर जनतालाई ल्याउँछ राख्न तयार हुनुहुन्छ होइन जनता पानीमा भिज्नु पर्दैन धरतीमा कहाँ कहाँ पाइन्छ त्यो ठाउँसम्म गएर पनि यो पाल त्रिपालहरू कहाँ पाइँदो रहेछ अब त नेताहरूले पनि प्रस्ताव गरेका छन् ज्योति महरलाई बिहा गर्नको लागि बिहा गर्नको लागि त्यो भन्न मिल्दैन त्यसलाई होइन अब अलिकति त्यो हुन्छ नि ट्र्याक्सन भन्ने कुरा हुन्छ कहिले गफसप मारिन्छ हल्का फ्लर्ट गरिन्छ फुटबलमा नेपालले फेरि हार्यो नेपालका महिलाहरूले किन हारे फुटबलमा चमत्कारिता देखाइराखेका थिए तर अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा म्यानमार विजेता भयो नेपालका महिला खेलाडीहरूले हारे तपाईँलाई प्रचण्डले नभेट्नुको कारण र आधार जनता जान्न चाहन्छन् आज बताउनु छ 1 2 3 1 2 3 बदल तपाईँको फिलिपिन्समा युवतीसँग रिलेसनसिप थियो कति वर्ष रह्यो अलमोस्ट 2 इयर्स जति भयो होला 2 वर्ष सँगै रहनुभयो सँगै होइन सँगै त बसेन हामीहरू ऊ पनि उसको घरमा थियो मेरो घर रिलेसन भन्ने बित्तिकै कहाँ लिभिङ हुन्छ त रिलेसन त एउटा बोयफ्रेन्ड गर्लफ्रेन्ड पो भन्ने होइन तर अब विदेशमा बोयफ्रेन्ड गर्लफ्रेन्ड भएपछि सबै कुरा हुन्छ नि त हुन्छ त